कडा सुरक्षा घेराभित्र रहनुपर्ने राजविराज कारागारमै गाँजा, चिलिम र मोबाइल भेटिनु गम्भीर प्रश्न बनेको छ। तर विडम्बना यसबारे गठन गरिएको छानबिन समितिले कसरी प्रतिबन्धित गाँजा कारागार भित्रियो र वास्तविक दोषी को हुन् भन्ने पत्ता समेत लगाउन सकेन। गत माघ 20 गते बिहान गरिएको नियमित चेक जाँचका क्रममा कैदीबन्दीबाट करिब 10 ग्राम गाँजा, चिलिम र मोबाइल बरामद भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले बहुपक्षीय समिति बनाएर अनुसन्धान थालेको थियो। प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले कारागारभित्र सुरक्षा कमजोरी रहेको बताउनुहुँदै समितिको प्रतिवेदनले कमजोर चेक जाँच, अपर्याप्त प्रविधि र न्यून सुरक्षाकर्मी कारण भएको बताउनु भएको छ। कारागारभित्र निषेधित वस्तु सामग्रीहरू, त्यस्ता सामग्री तपाईँले जुन मेन्सन गर्नुभयो, गाँजा, मोबाइल लगायतका विषयहरू, त्यस्ता वस्तु जानु हुँदैन। त्यो चाहिँ कारागार नियम नियावली प्रचलित कानुनको विपरीत हुन जान्छ र त्यसमा अहिले अनुसन्धान भइरहेछ। यो छानबिन प्रतिवेदनले पनि त्यहाँ त्रुटि देखिएको भनेर प्रहरीबाट नै अनुसन्धान भइराखेको छ र फाइन्डिङको निष्कर्ष अनुसार हामीले चाहिँ विभिन्न प्रकारका त्यहाँ चाहिँ अलिकति आधुनिकीकरण गर्नुपर्ने, सुरक्षा चेक जाँचमा सीसीटीभीको प्रयोग अथवा चाहिँ त्यो टेस्टिङ मेसिनहरूको प्रयोग बढाउनु पर्ने, आवश्यक पर्याप्त मात्रामा सुरक्षाकर्मी र अन्य साधन स्रोत जुटाउनु पर्ने र कतिपय प्रोब्लेमेटिक विषयवस्तुहरूलाई चाहिँ त्यो समाधान गर्ने, क्विक रेस्पोन्स गर्ने गरी कसरी गर्न सकिन्छ हामीले कारागार व्यवस्थापन विभागलाई त्यसका लागि रिक्वेस्ट पनि गरेका छौँ। यो मूलत त्यहाँनिर ठ्याक्कै कसरी त्यो चाहिँ सामान पुग्यो र त्यहाँनिर चाहिँ त्यो घटना घट्यो, भित्र भेटिएको बरामद भएको घटना घट्यो भन्ने कुरा चाहिँ प्रहरीको अनुसन्धानले पनि देखाउला। तर साथसाथै त्यो भित्र भेटिए त्यो चाहिँ त्यसले कुनै ठुलो क्षति नगर्दै भेटिएको हुँदा त्यहाँको सुरक्षाकर्मीले पनि राम्रै भूमिका निर्वाह गरेका देख्छु मैले, ताकि भित्र जाने बित्तिकै ती सामानहरू बरामद भए। त्यसो हुँदाखेरि यो चाहिँ प्रतिवेदन कार्यान्वयन भइदियो, साधन स्रोतको पर्याप्तता भइदियो भने यसबाट, यो प्रतिवेदनबाट चाहिँ कारागार व्यवस्थापनमा सुधार हुने अपेक्षा राख्छु मैले। प्रहरीको अनुसन्धान त एउटा विषय हो सर, तर यो छानबिन समितिले पनि त केही ठम्याएको होला। कसरी गाँजा, ती प्रतिबन्धित सामग्रीहरू त्यहाँ पुगेको अवस्था उहाँहरूले केलाउनु भएको होला नि सर। त्यसमा उहाँहरूले त्यो त्यति धेरै इन डिटेल रूपमा भनेको छैन, तर भित्र पुगेको कुरा सत्य र त्यसलाई बरामद भएको कुरा पनि सत्य हो। र त्यसो हुँदाखेरि चाहिँ त्यहाँनिर त्यो काहीँ सेटिङ साँठगाँठ छ कि भनेर केही कर्मचारी प्रहरीहरू पनि त्यहाँनिर सरुवा चेन्ज गर्नका लागि हामीले विभागलाई लेखी पठाएका छौँ। त्यहाँभन्दा धेरै डिटेल चाहिँ यो प्रतिवेदनमा त्यति छैन। भएको घटनाको सरसर्ती डिस्क्रिप्टिभ व्याख्या गरिएको छ, त्यो अनुसार हामी सुधारका लागि प्रयत्न गर्छौँ। एउटा कुरा त के पनि मेन्सन गर्न सकिन्छ सर, यसअघि कारागार ब्रेक हुँदाखेरि केही कैदीबन्दीहरू बाहिर भागेको अवस्था थियो र तपाईँ समक्षै ती कैदीबन्दीहरू आत्मसमर्पण गर्न आउँदाखेरि उहाँहरूको गुनासो थियो कारागारभित्र गाँजा लगायतका प्रतिबन्धित सामग्रीहरूको कारोबार बढ्यो भन्ने पनि तपाईँ समक्ष गुनासो गरेको। त्यसपछि पनि तपाईँहरूले चासो लिदिनु भएन, त्यसको फलस्वरूप चाहिँ यो देखिएको अवस्था हो। चासो लियौँ हामीले चासो लियौँ, खोज्यौँ, त्यही र त्यही भेट्यो त। त्यही भएर तैपनि त कारोबार त चलिरहेको अवस्था, कारोबार अहिले चलेको छैन। अहिले त्यसो भएको छैन। त्यहाँको व्यवस्थापन फेरिएको छ, पहिलेको र अहिलेको व्यवस्थापन, अथवा त्यहाँको कारागार प्रशासक फेरिएको छ, अरू कर्मचारीहरू चेन्ज भएको छ र अहिले कडाइका साथ चाहिँ ती निषेधित वस्तुहरू भित्र जानलाई रोकिएको छ, चेन्ज भएको छ। यसैबीच सेटिङको आशंका गर्दै केही कर्मचारी र प्रहरीलाई सरुवाका लागि सिफारिस गरिएको छ, तर दोषी को हो भने अझ खुल्न सकेको छैन। घटनामा जोडिएका 3 कैदीबन्दी मध्ये 2 जनालाई अन्य कारागार सरुवा गरिएको छ। 1 जना यही राजविराज कारागारमै छन्। उता प्रहरीले मोबाइलको कल विवरण खोतल्दै अनुसन्धान जारी राखेको दावी गरेको छ। यो घटना र त्यसपछिको छानबिनले कारागारको सुरक्षा प्रणाली मात्रै नभई सम्भावित मिलेमतोको शंकालाई थप पुष्टि गरिदिएको छ।